तर्फबाट हामी मान्छौँ त्यो तपाईहरुले आनन्द दर्शकहरूले त्यो मूल्याङ्कन गरेको हो र तपाईहरुले यो मेलाको विषयमा पनि जागरुक गर्ने कुराहरू त्यो मेलाको विषयमा परिमार्जन गर्नुपर्ने कुराहरू केही गर्न पनि हामीले प्रत्यक्ष रूपमा माइक राखेको छ माइक राखेको छ माइक यो भन्दा अझै उत्कृष्ट किसिमका खेलहरू प्रदर्शन गर्नको लागि तपाईहरुको शिक्षा सल्लाह पनि आवश्यक छ र हामी अब यहाँ देखिरहेका छौँ मान्छेले नाचपछि अहिले हामी तरबार मचाउने नाच हामी प्रदर्शन गरेको देखिरहेका छौँ। यहाँ माइक राखेको छ मादलहरुमा माइक राखेको छ मादलहरुमा कहाँ गर्नु अघि नत्र माइक्रोफोन होइन के काम गर्नु अरु नि अरु काम गरेर आइरहेको छ अघि त यही बाटो के अर्को खास चेक गरेर गर्नु हामी गुरु सलामी यसलाई गुरु सलामी भनिन्छ। शाबाश अगाडि हाम्रो भोटिङले गरेछ शाबाश शाबास कितना पर्छ हो बजाउनु हो यस्तो शाबास गुरु सलामी चाहिँ हामी देखिरहेका छौँ र मैले भन्दै थिएँ महिला भलिबल प्रतियोगिताको पुरस्कार 15,000 रुपियाँ यसको सौजन्य प्रशान्त सिंहजालीमा गाउँपालिका व्यक्तिको साथीहरूले सौजन्य गर्नुभएको थियो र हाल वैदेशिक रोजगारको सिलसिलामा युरोपको ग्रिस भन्ने ठाउँमा हुनुहुन्छ। त्यसै गरी महिला पुरस्कार 10,000 यो सौजन्य गर्नु बाँकी छ। यो फेरि कुनै साथीले सौजन्य गर्न चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्नुहोला। त्यसै गरी तृतीय पुरस्कार 3,000 5,000 रहेको छ। त्यसको सौजन्य हुन्छ हेमराज भट्टीमाला नरेन्द्र गाउँपालिका खरा उहाँ युवा बुद्धिजीवी हुनुहुन्छ उहाँले हामीलाई सौजन्य गरिरहेको छ। त्यसै गरी महिला सान्त्वना पुरस्कार महिला भलिबल सान्त्वना पुरस्कार 3,000 को सौजन्य गर्नुभएको छ। पुरस्कार भट्टीमाला गाउँपालिका गाउँ डेलिगेटिङ आइया उपल्लो इरान उहाँले हामीलाई सौजन्य गर्नुभएको छ। त्यसै गरी खुल्ला नेपाल नृत्य प्रतियोगिताको लागि यहाँ पुरस्कार 2,000 रहेको छ। यसको सौजन्य गर्नुभएको छ गाउँपालिका गाउँपालिका रामावती बस्ने उहाँ एउटा युवा बुद्धिजीवी एउटा समाजसेवी हुनुहुन्छ। त्यसै गरी तृतीय पुरस्कार लगाको 1500 छ। यसको सौजन्य गर्नुभएको छ संविधान पुत्री उहाँ नौबनी गाउँपालिका बुढी बजारा घर र उहाँको बसी हाल नौबनी गाउँपालिका 6 किलोकिन धम्चे उहाँको बसोबास भएको छ। उहाँले पनि हामीले सौजन्य गर्नुभएको छ। त्यसै गरी तृतीय पुरस्कार 1,000 रहेको छ र यसको सौजन्य गर्नुभएको छ कृष्ण बस्ने भेरी नगरपालिका 1 जाजरको कर्णालीबाट जाँदा हामीले सहयोग गर्नुभएको छ र उहाँ हाल केपिलासबडी गाउँपालिका भुटानको कृषि शाखा कर्मठ हुनुहुन्छ। भुटानमा कार्यरत हुनुहुन्छ घर चाहिँ जाजरको। त्यसै गरी सामूहिक नृत्य प्रतियोगिता यसको 600 रुपियाँ दर्ता शुल्क र प्रथम पुरस्कार 6,000 यसको सौजन्य गर्नुभएको छ लालबहादुर भट्टी तीर्थन नगरपालिका खत्रेखोला हाल उहाँ कृषि प्राविधिक मेरिङ डेन गाउँपालिका काँक्री जोडमा चाहिँ कार्यरत हुनुहुन्छ। उहाँले 2,000 सौजन्य गर्नुभएको छ। त्यसै गरी नवीन भट्टी नगर जुनपुरगढी गाउँपालिका हवाल गाउँपाबाट हामीलाई 2,000 सहयोग गर्नुभएको छ। उहाँ हाल रोजगारको सिलसिलामा जापानमा हुनुहुन्छ। त्यसै गरी शेरबहादुर साई गुप्ता नगरपालिका 11 कालीको हाल सब डिभिजन कर्मचारीलाई हाल कोशी प्रदेशमा हाम्रो सहभागी छ। त्यसै गरी महिलाको खुल्ला महिला सामाजिक नृत्य प्रतियोगितामा दोस्रो पुरस्कार 4,000 सौजन्य गर्न बाँकी छ। त्यसै गरी तृतीय पुरस्कार 2,000 रहेको छ सामाजिक नृत्यको। यसको सौजन्य रूपमा टीकाराम पुण्य निरन्तरमा भइराख्नेछौँ र हामी यो हाम्रो यही
सँगसँगै बिरुवाहरू हामीलाई एउटा दुईवटा स्तरमा अन्तर्राष्ट्रिय प्रदर्शन गर्दै हुन्छौँ। हामी गुरु सलामी यो एक किसिमको आफ्नै किसिमको मौलिकता यसमा एउटा पूर्व पश्चिम उत्तर दक्षिण चार दिशालाई चाहिँ चार दिशाबाट चाहिँ भनेर एउटा देवी देवतालाई माथि लगेर एउटा चाहिँ नाच्ने चार दिशातिर बिदा हुने यो चाहिँ गुरु सलामी त्यसरी यो नाच्ने गरिन्छ। यहाँहरूको यो जानकारी गराएँ। त्यसैगरी हाजिरी जवाब हामीले आयोजना गरेका छौँ। हाजिरी जवाबको ढाल र लच्छीको नाच बिना तरबारको यो ढाल र लच्छीको नाच प्रदर्शन गर्न हामी गइराखेका छौँ। अरूले गर्ने भने चाहिँ के हुन्छ थाहा भएन। जान्छन् जान्न त माइला अङ्कल जानुहुन्छ। त्यसै गरी हाम्रो तृतीय पुरस्कार हाजिरी जवाबको गर्ने भने चाहिँ द्वितीय पुरस्कार किशोर खड्का छेराघाट नगरपालिका 10 जाजरकोट हाल सब डिभिजन वन कार्यालय चिसापानी खोटाङ उहाँले सौजनी गर्नुभएको थियो। र हाजिरी जवाब तेस्रो पुरस्कार रहेको छ कृष्ण बस्नेत भेरी नगरपालिका जाजरकोट हाल केतिलासगढी गाउँपालिका कृषि शाखा प्रमुख उहाँले घोइटोखरको लागि चाहिँ सौजनी गर्नुभएको छ। त्यसै गरी विजेता पुरस्कार 2000 यो सौजनी गर्नुभएको छ छविलाल घरतीले घरको प्रतियोगिताको 2000 रुपियाँ सौजनी गर्नुभएको छ। नौगनी गाउँपालिका 3 रुपेको झिम्प उहाँले पनि हामीलाई रु 2000 को घरको लागि सौजनी गर्नुभएको छ। र हामी देखिरहेका छौँ ढालमा लट्ठी बजाउने। तपाईँहरू आफै अनुमान गर्नुहोस् यदि त्यो ढालमा लट्ठी त्यसरी बजेको देख्नुहुन्छ तर त्यही ढाल त्यो लट्ठी ढालमा परेन कारणवश अलिकति फरक पर्यो भने हातमा लाग्यो भने सायद हात नै सुन्दिन्छ होला। त्यस्तो किसिमको नाच हो। आउने बेला चाहिँ कसरी बचाउने विभिन्न किसिमको बच्ने विधिहरू चाहिँ अपनाएर यो प्रदर्शन गरिने यो नाच हो। स्वयंसेवक साथीहरूले अलिक पछाडि अलिक व्यवस्थित बनाउनुमा अनुरोध गर्दछु। स्वयंसेवक साथीहरू सिंगल हो कि डबल एक्लै हेर्नु र एकछिन एक्लै गरेर एक हिसाबले त एक्लै गर्नु हो कि अब हामी यहाँ लट्ठी नचाउने नाच धेरैले देखिराख्नु होस्। हामी लट्ठी नचाउने नाच देख्न गइरहेका छौँ। हामी हेर्न गइरहेका छौँ। त्यहाँ 2 जना खेलाडी साथीहरूले लट्ठी नाच प्रदर्शन गर्ने भनेर अगाडि तौसीको हामी देखिरहेका छौँ। तर अलिक पछाडि गरिदिनु होला दर्शकहरू, अलिक पछाडि गरिदिनु होला। मोबाइलको टच अफ गरिदिनु होला, लाइट अफ गरिदिनु होला। आँखामा त्यो दृश्यले अलिकति हेर्ने समस्या हुनसक्छ। अलिक पछाडि गरिदिनु होला। अलिक पछाडि गरिदिनु होला। अलिक पछाडि गरिदिनु होला। कारणवश हातबाट फुस्क्यो भने आँखामा लाग्यो भने के होला, टाउकैमा लाग्यो भने के होला। मेला हेर्न जानु कि फेरि मेला हेर्न गएको कतातिर अस्पतालतिर डक्टरतिर खोल्न चाहिँ त्यस्तो जानुपर्ने अवस्था होला। त्यो भएर चाहिँ खेलाडी साथीहरूले होसियारी तरिकाले गर्दै पनि नचाहँदै पनि हातबाट फुस्किन सक्छ। त्यही भएर तपाईँहरू अलिक पछाडि गरिदिनु होला। यहाँ हामी एकजनाले एउटा लट्ठी र एउटाले दुईवटा एकैवटा हातमा दुईवटा लट्ठी नटाएको हामी देखिरहेका छौँ। हामी देखिरहेका छौँ विक्रम घटी र तुलाराम घटी 2 जनाले आफ्नो सिप आफूसँग भएको कला प्रदर्शन गरेर हामी गएको देख्यौँ। गुरु र आफूभन्दा ठुलालाई एउटा सम्मान गर्ने कार्यक्रमपछि 2वटा साना बाबुहरू हामी देखिरहेका छौँ। त्यहाँ क्षितिज घरतिर 2वटा लट्ठी र मण्डल घरतीले 1वटा लट्ठी सानो बच्चाहरूले हामी देखिरहेका छौँ। संयोग परेको छ 2वटा लट्ठी नचाउने पहिलेको
चोट लाग्ला म अगाडि भनेको थिएँ, अलिक पछाडि पछाडि गरिदिनु होला। हामी हेरिरहेका छौँ पहिलेकै वार अध्यक्षको छोरा दुईवटा लट्ठी र एकवटा लट्ठी नचाउने अहिलेका चाहिँ ठेकेदार विमल घरती मगरको छोरा दुईवटा चाहिँ बच्चाहरूले आफ्नो सिट आफ्नो कला प्रदर्शन गरिरहेका छन्। अलिक पछाडि पछाडि गरिदिनु होला। अहिले हामी देखिरहेका छौँ दायाँ खुट्टा पछाडि बायाँ खुट्टा अगाडि राखेर एउटा कौशल खेलको माध्यमबाट सुरुवात गरेको हामी देखिरहेका छौँ। तपाईँहरूलाई हामीले विभिन्न सामाजिक सञ्जालमार्फत पनि विभिन्न खेलकुदका तथा मनोरञ्जनका कार्यक्रमहरू यो मेलाको अवसर पारेर आयोजना गरिएको छ। यदि कसैले जानकारी पाउनुभएको छैन, यो सूचना पाउनुभएको छैन भने हामीले भलिबल खुल्ला भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, एकाल नृत्य प्रतियोगिता प्रतियोगिता राखेका छौँ। तपाईँहरू यसमा भाग लिन चाहनुहुन्छ भने हामीले पूर्ण गरेका खुल्ला गरिसकेका छौँ। तपाईँहरू हामीसँग हाम्रो स्वयंसेवकहरू हामी जुनसुकै व्यक्तिले भेटेर पनि तपाईँलाई आफ्नो पुरानो ठेगाना अनि सम्पर्क नम्बर छ दर्ता शुल्क छ, तपाईँहरूले हामीलाई टिम दर्ता गर्न सक्नुहुन्छ। र एकल नृत्यको आज नै राति यो कार्यक्रम सुन्नेछ। तपाईँहरूले यदि एकल नृत्यमा भाग लिन चाहनुहुन्छ भने तुरन्त हाम्रा स्वयंसेवक साथीहरू, आयोग साथीहरू, जुनसुकै मित्रहरू मार्फत पनि तपाईँहरूले आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर सहित तपाईँले दर्ता गर्नुहोला। र हाम्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार रहेको छ 31,000 रुपियाँ र यसको सौजन्य 6 गोर्खा राइफलमा कार्यरत कृष्ण भर्ती मगर 9 बैनी गाउँपालिका लिम्बाङ र हाल गोरहरा गाउँपालिका 1 कालकातेमा हुनुहुन्छ। जस्तो सारा मेलाको सुरुवात यहाँको भाषामा जोगी भन्ने गरिन्छ। फरक किसिमको पहिरन, फरक किसिमको अभिनय सहित हामीले एकजना मान्छे एउटा गौरव दिने खालको हेर्दा पनि मुटु सिरिङ गर्ने खालको हामी सानो हुँदा गौरव भाग्ने गर्थ्यौँ, मुख जाने गर्थ्यौँ। त्यस्तो किसिमको चाहिँ एउटा मान्छे हाम्रो मैदानमा पनि आइपुगेको छ। र म अगाडि भन्दै थिएँ खुल्ला पुरुष भलिबल प्रतियोगितामा भइसकेको छु र दोस्रो भलिबल प्रतियोगिता 21,000 रुपियाँ रहेको छ। र यसको त यदि कुनै पनि मानिसहरूले सहयोगी मानिसहरूले म सौजन्य गर्न सक्छु भन्ने तपाईँको इच्छा छ भने अझै पनि हामी कहाँ सम्पर्क गरेर 21,000 को सौजन्य गर्न सक्नुहुन्छ। र तृतीय पुरस्कार 11,000 छ। यसको सौजन्य निरञ्जन धोती मगर यस युवाका हाम्रो स्थानीय समाजसेवीहरू नै अहिले वैदेशिक रोजगारीको सिलसिला छन्। त्यसै गरी सान्तोना पुरस्कार 5,000 रहेको छ। र यसको पुरस्कार सौजन्य मनबहादुर थापा 9 बहिनी गाउँपालिका वार्ड नम्बर 2 युवा हुनुहुन्छ र उहाँ चाहिँ उपस्थित हुनुहुन्छ। त्यसै गरी खुल्ला महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार 15,000 छ। त्यसको सौजन्य हुनुहुन्छ बसन्त सिंहले मगर हेलो हेलो त्यो सोराई नाचको भाषामा मानसरी नाच भनिन्छ। त्यो मानसरी नाच भइरहेको छ। तपाईँको साथी खेलाडी मित्रहरू एउटै घोडाको चाल, हातको चाल तालमा मिलाएर आफ्नो कला प्रस्तुत गर्नुहुनेछ भन्ने हामी आशा गरेका छौँ। हुनसक्छ यो चाहिँ रात पऱ्यो, कतिपय टाढाबाट आउनुभएको होला, कतिपयले घाँस गाईलाई भुसीले घाँस गाउन जानुपर्ने, भुसी दुर्नुपर्ने, ल्याउनु भुसी होला, कसैको बाख्रा बाहिर भित्र सार्नुपर्ने। तर यो मेला हेरेर जाउँला भनेर तपाईँको मन टुटी भएको बेला यहाँ हाम्रो आयोजक पछिबाट एउटा प्रस्तुति सहज तरिकाले तपाईँहरू हेर्नुहोला।
बस्ने तल
मारल त नबराइन गर्ने के ओइ उचाल चाहिँ मारल एकछिन उचाल दियो लाइन
हाकिम त्यस्तो माइक भनिहाल्नु स्पिकर बत्ती गर्दैन मान्छेले पुरा नयाँ नयाँ मान्छे अपलोड गर्नु स्पिकर वाला कहाँ छ
टसमा दिएर चाहिँ एकैछिन त्यो टोमेको Kan joker lagi gocelan dong sama ya. अगाडिको थोरै बस्दिम त थोरै बस्दिम त अगाडिको अगाडि बस्दिम बस्दिम बस्दै बस्ने मन छ भने हैन अगाडि यता पछाडिकोले देख्नु पर्यो क्या भगवान बस्दिनुस् त भनेको मानिदिनुस् त ओइ भान्जा हजुर मामा कोदेला हो अरे बस्दिनु
जगै त खाना उठाए फरक के फेरि साह्रै पर्ने भयो बस्न लाग्यो त्यहाँ बसेको त खुट्टा दुख्छ कि जुत्ताले जुन गएको नि आएर उडा छैन कि अहिले उडानी कहिले अहिले त ठन्डाउने बेला उडाको मात्र आउँछ के गराएपछि त्यही भएर Ha ha ha!
उनको
Live bus ago.